नेपाली काङ्ग्रेसमा कलह बढ्दै गएको छ। महाधिवेशनको विवाद समाधान हुनुको साटो पार्टी नै थप सङ्कटतर्फ धकेलिएको छ। 1.5 महिना अघिदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशनबारे निचोड निकाल्न सकेको छैन। गत असोज 28देखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक पटक स्थगित र सञ्चालन हुँदै आएको छ, तर मूल एजेन्डामा सहमति जुट्न सकेको छैन। महामन्त्री गगन थापाले बैठकमा आगामी पुस 16देखि 19सम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए, तर केन्द्रीय समितिले उक्त प्रस्तावबारे कुनै ठोस निर्णय लिन सकेन। बरु उनको प्रस्तावलाई काउन्टर दिने गरी संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्र यादवले चुनावपछि महाधिवेशनको कार्यतालिका ल्याए। नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने माग थप पेचिलो बनेको छ। विशेष महाधिवेशनका लागि 54% प्रतिनिधिले गरेको हस्ताक्षर केन्द्रीय कार्यालयमा पेश भएको छ, तर काङ्ग्रेस अहिलेसम्म कुनै निर्णयमा पुग्न नसकेर अल्छिएको छ। नियमित महाधिवेशनको निर्णय गर्न पनि सकेको छैन, विशेष महाधिवेशनका लागि सहमति पनि जुटेको छैन, तर दुवै पक्ष आआफ्नो अडानमा देखिएका छन्। संस्थापन पक्ष प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा अडिग देखिएको छ भने इतर पक्ष नियमित महाधिवेशन गर्न नसकेको अवस्थामा निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नै पर्ने अडानबाट पछि हट्न मानिरहेको छैन, जसले गर्दा पछिल्लो समय पार्टी विभाजन हुन सक्ने चर्चा समेत भइरहेको छ। पार्टीभित्र दुईतर्फी प्रस्तावले विग्रह ल्याउने विश्लेषणसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कुनै पनि प्रस्तावलाई अघि नबढाउने शीर्ष तहका नेताहरूलाई जानकारी गराएका थिए। पार्टी अनिर्णयको बन्दी भइरहेको छ, तर एक पक्षसँग अर्को पक्ष नगल्ने अवस्था निर्माण भइरहेको छ। यसले नेताहरू नै आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। शीर्ष नेताहरू मात्रै होइन, अहिले कार्यकर्ताहरू समेत आरोप प्रत्यारोपमा उत्रिएका छन्। संस्थापन पक्षका नेताहरू महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विरुद्ध सामाजिक सञ्जाल मार्फत खनिन थालेका छन्। केन्द्रीय सदस्यहरू जितजङ बस्नेत र कल्याण गुरुङ लगायतले सामाजिक सञ्जालबाट विशेष महाधिवेशन हुनै नसक्ने दावी गर्दै विचार राखेका छन्। अर्कोतर्फ विशेष महाधिवेशन पक्षधरले थप आक्रामक शैलीमा आफूलाई प्रस्तुत गरिरहेको छ। शुक्रबार बस्ने केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनका लागि ठोस निर्णय लिन नसके थप दबाव कार्यक्रम ल्याउने उक्त पक्षका नेताहरूले जानकारी गराएका छन्। विशेष महाधिवेशनको लागि हस्ताक्षरमा अगुवाई गर्ने मध्येका एक बलदेव तिमल सिन्हाले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ डाकेर थप दबाव कार्यक्रम गरिने जानकारी गराए। उनी भन्छन्, महाधिवेशन नगर्ने गरी ल्याउने कार्यतालिका मान्ने हुँदैन। समय पनि घर्किँदै गयो। अब विशेष महाधिवेशनको दबावका लागि काठमाडौँ बाहिरबाट प्रतिनिधिहरू बोलाउँछौँ। संस्थापन पक्षले वर्तमान समितिको कार्यकाल थपेर चुनावपछि महाधिवेशन गर्ने अडानमा छ। सभापति देउबाको चाहना अनुसार पूर्व पदाधिकारीहरूको एक समूहले चुनाव अघि महाधिवेशन नचाहेको काङ्ग्रेसका संस्थापन इतरका एक नेताले बताए। उनी भन्छन्, चुनाव अघि महाधिवेशनको माग गर्ने केन्द्रीय सदस्य र शेखर गगन पक्षका केन्द्रीय सदस्य जोड्दा बहुमत पुग्छ, तर स्वयं देउबा तयार नभएपछि सङ्कट बढेको हो। देउबा पक्षका 27 जना केन्द्रीय सदस्यले पनि चुनाव अघि नियमित महाधिवेशन हुनुपर्ने माग गरिरहेका छन्। उनीहरूले सभापति देउबा, कार्यवाहक सभापति खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहित संस्थापन इतरका नेता डाक्टर शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनको माहौल बनाउन आग्रह गरिरहेका छन्। काङ्ग्रेसको विधान अनुसार विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको मितिले 3 महिनाभित्र हुने गरी आह्वान गर्नुपर्दछ। महामन्त्री शर्मा भन्छन्, 90 दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ। सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ। पुस 28मा विशेष महाधिवेशनको मागलाई लिएर दर्ता भएको प्रस्तावको अवधि सकिन्छ। उक्त प्रस्तावलाई फिर्ता गर्नुपर्ने संस्थापन पक्षले दबाब दिएको छ। महामन्त्री थापा विशेष महाधिवेशनको प्रस्ताव कसैले फिर्ता गर्छु भनेर नहुने बताउँछन्। थापाले भने, बहुमतको आधारमा निर्णय गरेर केन्द्रीय समितिको बैठक सार्न सक्नुहुन्छ, आफ्नै अनुकूलको अरू निर्णय गराउन सक्नुहुन्छ, तर विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गराउन सक्नुहुन्न। सभापति देउबाको सक्रियताले पार्टीभित्र सङ्कट थपिएको बुझाइ पार्टीभित्रकै नेताहरूको छ। 28 असोजमा सभापति देउबाले पार्टी बैठकमा राखेको वक्तव्यमा मङ्सिरमा नियमित महाधिवेशन गर्ने विषय उल्लेख नगर्दा समस्या थप बढेको विश्लेषण महामन्त्री शर्मा गर्छन्। विशेष महाधिवेशन पक्षधर आक्रामक हुँदै गएपछि संस्थापन पक्ष रुष्ट बनेको छ। चुनाव अघि कुनै पनि प्रकृतिको महाधिवेशन गर्न नहुने निचोडमा संस्थापन पक्ष छ। विधान अनुसार माग भएको विशेष महाधिवेशनको एजेन्डालाई संस्थापन पक्षले गरेको व्यवस्थालाई पार्टीभित्रबाट मात्र नभई पार्टी बाहिरबाट समेत चासोका रूपमा हेरिएको छ।